कहीं मोह लाएर जान मन छैन भने लाने छौ कि फेरि बाँधेर लैजाने हो कि मलाई टाढा कहीं मोह लाएर जान मन छैन भने लाने छौ कि फेरि बाँधेर खामा पानी स्यालको बिहे हो कि म नै बेहुली बनेर साना यहाँ संसारमा ठुलो सपनाहरू साँचेर नयाँ नौलो डाँडा पारी खुसियाली पाउने हो कि मेरो सपनाहरू पनि उनीलाई सुम्पिने हो कि नयाँ नौलो डाँडा पारी खुसियाली पाउने हो कि मेरो सपनाहरू पनि उनीलाई सुम्पिने हो कि आवासमा उज्यालो देख्नलाई आफ्नो दुःख लुकाइदिन्छु जति नै पीडाए नि उनीहरू सामु मुस्काइदिन्छु नयाँ नौलो डाँडा पारी खुसी यो आफ्नै पाउने छु है साँचेको सपनाहरू पनि आफूलाई सुम्पिने छु है नयाँ नौलो डाँडा पारी खुसी यो आफ्नै पाउने छु है साँचेको सपनाहरू पनि आफूलाई सबजना बस्नुहोस् कृपया सबजना बस्नुहोस् सायद दुलहीको प्रतिभाको क्रम सुरु भइसकेको छ हामी दुलहीको प्रतीक्षामा छौँ वधुको कृपया सबजना बस्दिनुहोस् अनि जब दुलही आउँछ नि त्यसरी हामी उठ्छौँ मतलब स्वागतका लागि आजको राजा र रानी चाहिँ आजको रानी हो नि प्रिन्सेस होइन प्रिन्सेस भन्दा रानी भन्नुपर्छ होला आज उहाँहरू हो अहिले मन्त्र पर्दाखेरि पनि म उहाँलाई भगवान् नारायण र लक्ष्मीबाट पूजा गर्छु हो कि होइन त्यसैले दुलही आउने बेलामा हामी ताली बजाउँदै उठ्नेछौँ सबजना उनलाई स्वागत गर्छौँ अनि फेरि म अगाडि
4:20 सुरु गरेको 3:20 चार्ज सक्छु है। महानुभावहरू, हामी स्वयंवरका लागि उपस्थित भएका छौँ। सबैलाई स्वागत छ। स्वयं भनेको म आफू स्वयंले, वर भनेको पति छान्ने क्रमलाई स्वयंवर भन्छ है। वरको अर्थ एकदम मन्दी लाग्छ। दुनियाँमा सबभन्दा उत्कृष्ट मान्छे छान्नु भन्ने छ है। हाम्रो वेदको अनुसार चाहिँ दुलैले वर छान्दाखेरि 5वटा कुरा हेरेर छान्नु भन्छ। काकुवा मुकुन्द महती तुलसील रूपा, सबभन्दा पहिला फुलको हो त्यो फुल हेर्नु, अनि कतिको सिल सुहाउँछ सिल हेर्नु 2, त्यसपछि बल्ल रूप हेर्नु 3, विद्या अनि कति पढेको वय अनि उमेर हेर्नु, यति पक्का हेर्नु। अझ बढी हेर्नु मन लाग्यो द्रव्य पैसा पनि हेर्नु भन्छ क्या। अनि यसपछि धाम घर भगन भगत पनि हेर्नु भन्छ है। यी 5 कुरा हेरेर छान्नु भन्ने छ। म यहाँ काश्यप पुत्रका भुवनाथ अधिकारीका पनाती युगनाथ है अधिकारीका नाति शशी अधिकारी, आमाको नाम हो ज्योति अधिकारीका सुपुत्र अभिनव अधिकारी, तिनीहरूको नाम यहाँ भन्न। उहाँलाई यदि वशिष्ठ गोत्रको लियाधर पाण्डेको पनातिनी, एक नारायण पाण्डेको नातिनी रमेश कुमार शर्मा अनि शोभा आचार्यका सुपुत्री सुरभिले साँच्चीकै मन पराएको हो, जन्मान्तरका लागि हो होइन। सबै राम्रा गुण पनि लिए, नराम्रा गुण भए त्यसलाई सुधार्ने भए भन्ने पक्का हो भने म ब्राह्मण भगवान् सबै अभिभावकलाई साक्षी राखेर वरमाला लगाउनु पर्यो, हो कि होइन? त्यसका लागि म तयार भएको छु। एकैछिनमा है कतिवटा फुल ल्याउनु थाल्नु यतिका हजुर। महानुभावहरू, तपाईँले अब आज हामी माग्ने मान्छे जे दिन लाने हो किन, छोरी दिन लाने, घर दिन लाने है त। हामी माग्ने मान्छे उहाँहरू दाता है, सबै लाने जे दिन लिने आजलाई नाइ छैन। माग्नेले गर्नु आएको होइन, नानीलाई फस्टवाल लिएर नि यस्तो झार्दै बिस्तार दिनपल्ट मन्त्र पढ्नु भयो है ल। हजुर। हरि ओम यानि कानि च पापानि जन्मान्तर कृतानि च तानि सद्गुरुमाला दिन भयो शान्तिको लागि शान्तिको लागि मन्त्ररथा सुफला सन्तु पूर्णा सन्तु मनोरथा। ताली त बजिरहेको छ। शत्रुनाम विनाशस्तु मित्राणां पुरस्सरः। एकैछिन ल। अब पहिला चाहिँ माललाई यसो भएको हो उतातिर पुरा उसले कुरो भ्याओस् आनन्दले अनि पछि भाइ लगाउँछ ल माथि गर्नु साथी है त ल है। अब वरमाला यो वरमाला मङ्गलम ताली भाइ मङ्गलम विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुकारी काक्ष मङ्गलाय तनो हरि। सुनेको भाइ हेर्नुहोस् माया त्यहीँको हुँदैन, यो वरमाला भयो। वरमाला तपाईँ जान्नुहुन्छ पहिला राजा महाराजाहरूले जब आफ्नो छोरी विवाहका लागि योग्य हुन्थे उनले वरमाला दिन्थे। संसारभरि हल्ला फैलाइन्थ्यो कि मेरो छोरी विवाहका लागि योग्य छ नि तपाईँ आउनुहोस्। पुरुषार्थी मान्छे जो पुरुषार्थी छन् ती दुनियाँका आएका हुन्छन् ती मध्ये जसलाई जित्लाइ उसलाई वरमाला पहिराउने होइन। द्रौपदीको वरमाला सुन्नु भएको छ, सीताजीको सुन्नु भएको छ। अब वरमाला त नानीले पहिराउनु भयो सुरै बहिनीले, अभिनवलाई पनि स्वीकार गर्नु परेन। जस्तै केटी भयो नि स्वीकार गरे नि, जति भुर्किहाले माने होइन, जे मागे नि दिए, हरेक कुरा पुरा गर्थे भन्ने यदि हो भने है त जीवनभरि सबै कुरा स्वीकारे, राम्रो नराम्रो सबै कुरा लिए भन्ने हो भने भगवान् साक्षी राखेर अजाल साक्षी राखेर मधुमाला
नाचिरहेको छ एकैछिन घुमाउनुहोस् त ताली हजुर मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मन्त्रर्था सुफला सन्तु पूर्णा सन्तु मनोरथा शत्रुणां बुद्धिनाशस्तु मित्राणां उदयोस्तव एकैचोटि ल पति पत्नी एउटा रथका दुईटा पाङ्ग्रा हुन् कोही शान्त छैन हाम्रो बेलले के भन्छ सदैव पुरुषभन्दा 2 कदम अगाडि महिला भन्छ यसैले लक्ष्मीनारायण भनेको हो सबै पूजामा पत्नी दायाँपट्टि हुन्थिन् साइडतिर हुन्थिन् आशीर्वाद दिएर चाहिँ पत्नी बायाँपट्टि हुन्थिन् त्यसैले आज तपाईँले उनलाई घर अघि लाएर लानुपर्छ जिम्मेवारी फलो गर्छु भनेको थियो यति कुरा बुझ्नु लिनुहोस् मङ्गलम मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि सर्वमङ्गल माङ्गल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते त्यसलाई चाहिँ बाँध्नु तिनीहरू लाउँदाखेरि यो लामो छ नि त मलाई बिटा उठाइदिनुहोस् त पहिला चाहियो मलाई केटीको औँठी त्यसको पनि छोरै बेटीको दिमेछ है यो औँठी लगाउने परम्परा नि कसैले चाहिँ होइन यो अरू कसैको भने कि होइन हाम्रै हिन्दू वैदिक सनातन परम्पराको कुरा हो पहिला अब यो मान्छेलाई मन पराउने कहाँ हुन्छ जात्रामा मेलामा होइन यस्तो कार्यमा गएको बेलामा कोही कसैलाई दिन्छु यस्तो फोन सोन इमेल थिएन किन्नु पऱ्यो कसैले बिर्सेला गरेर लाउनु भएको यो औँठी दिइरहेको छु मेरो परिवारले माने भने मागेर बिहा गर्छु ल भने भागेर बिहा गर्छु भनेर साँच्चै कुरा भने यो औँठी लगाइदिने परम्परा चलेको यो हाम्रै परम्परा हो यसैले अघि नानीले पहिला माला पहिलाइ वरमाला अब यो चाहिँ केटाले पहिला गरौँ यसलाई के भन्छ अङ्ग्रेजीमा मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि पछि लाग्यो शान्ति माथि हो तर दुईवटा कुरा छन् अहिले छोरीको बुद्ध सार्वजनिक भयो नि नानी अब यो चाहिँ स्वीकार गर्नु पऱ्यो होइन उहाँले त प्रस्ताव राख्नुभयो तपाईँको भुँडो मार्नु पर्दैन हात ट्याक्कै लिएर माया गरेर तुमर के गर्दै गएर Once more, once. All right, happy. Got you, take it. All right.
आनन्दले बस्नु हाम्रो स्वागत छ भनेर भन्नुभएको तल उहाँले अब पूर्व संकल्प सिद्धिरस्तु अतेह हम हजुरको नाम भन्नुहोस् पतिको नाम भन्नु अहम हजुरको पतिको नाम भन्नुहोस् हजुर नाम भन्नु अहम भन्नुहोस् है अतेह अतेह काशीगतोत्पन्नस्य शुक्लध्यायिनः होमनाथ शर्म अधिकारी तस्य अपौत्राय युगनाथ अधिकारी तस्य पौत्राय शशि अधिकारी तस्य पुत्राय विष्णुवादे
अलङ्कृतां योगमाया तस्य सज्जनामा नाम्नी किमान कन्या किमान कन्या यथा सती अलङ्कृतां प्रजापतिदैवत्यां स्त्रीरूपेणां कन्यां देव बीज अविसाक्षितया धर्मार्थ श्रीवर्ण सम्पादनाय पत्नीतेन सिद्धे अहं सम्प्रपद्ये ॐ तत्सत् प्रतिबिम्बन्तु भवान् यो सँगै पानी पनि हालिदिनुहोस् त अब छोरीको आज खै भात हामीले एक पाकिदिनुहोस् जोइले त्यो हात एक पाकिदिनु हाम्रो छोरा पनि दिया हो नि होइन सबै दिया हो र आमा 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 कन्या या जाता लालिता पालिता मध्य मया दत्ता पुत्र पौत्र विवर्धिनी धर्मे अर्थे च कामे च सदैव सहचारिणी नातिचारेण कर्तव्या सत्येन सदैव सा हामीले जन्माएर हुर्काएर बढाएर पढाएर सब सकेपछि पकाएर दिएका छन् त्यसलाई परिणामका लागि धर्मका काम मोक्ष सारै कुरामा बराबर हिस्सा राख्नु यिनले कुनै कुरा जानेर सिकाउनु कति अत्याचार नगर्नु भन्नु तपाईँले नाच कम्पनी कुनै अत्याचार नगर्नु शिक्षण जे कुरा कमी छ भने फरक सिकाउनु सिकाउने भने हजुर भन्नु हामी नेपाली बन्नु अब हजुरले के गर्नु पर्ने खाली एउटा टिका लगाइदिनु आमालाई टिका हो ल आमा भन्नुभयो है तै पनि नि विधिविधानले गर्नु पऱ्यो नि त हामी त मिली मात्रै उसका लागि देख्छ है अच्छा हेलो अब तपाईँको अहिले दिनु दाइयो होइन अहिलेको के आमा तपाईँको गहना बाइकले ल्याउनु सबै गहना ल्याउनु अब छोरीपट्टिको गहना सघाउनु त यता पोते पनि ल्याउनु है चाहियो लगाइदिनु न आफ्नो बुवा असो पैसा एउटा दिनुहोस् मलाई सुगा दिन म आउँछु होइन किन हाम्रो बुवाले भने
त्यो पनि हातमा दिए हुन्छ छैन पछि दिनु मिल्छ तुलालाई के दिनुपर्ने भन्नु है फेरि ल पछि भन्नु पाउँदैन भवतु कल्याणम् आरोग्यं धनसम्पदा शत्रुबुद्धिविनाशाय दीपज्योतिर्नमोस्तुते ॐ कर्मसाक्षिणे नमः दीपाय नमः दीपनारायण नमः भो दीपनारायण पूजितो श्री क्षेमा भगवान हाम्रो जीवनमा कहिले अन्धकार नहोस् सबै भगवानको बास रहोस् भन्ने सम्झेर ढोगेर यो लगाइदिने सबैले भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् स्वाहा ॐ भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् स्वाहा ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्युर्मुक्षमामृतात् स्वाहा ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्युर्मुक्षमामृतात् स्वाहा हरि ओम नमः
शान्तिः वनस्पतयः शान्तिः विश्वे देवाः शान्तिः ब्रह्म शान्तिः ओम आर्यमणे स्वाहा इदम आर्यमणे नमः अभी पढ़ा आर्यमणे स्वाहा इदम आर्यमणे नमः tidak dong sudah naik sih sudah kembali sih ya saya boleh bisa senang good boy lah om आर्यमणे स्वाहा इदम आर्यमणे नमः lah तीन फेरा भाई ना lah तुला आया ना अगर आऊँ ना मेरे को मानो हाथ नहीं हाथ नहीं I'm done leading. दो आज जो सात फेरा सो और कैसे बागे नाम सकते हैं एक लोग तीन फेरा हुआ है अब खास में इंडिया तीसरे माथे से फूल पर आते आले के आलस करे लांग अवतार फेरा यदि सात फेरा ना कैसे लोगे नाम सकते हैं बाबू कैसी यार हरिओ भाई परिभवगन तीर्थास्पदं शिवफुलानि है शिववीरं करण्यं दैत्यर्म्यं कनकपालभगाभिषोतं वन्दे महापुरुषते शरणारविन्दं पाँच भाई ना गन भाई अब कोई हरि ओम भद्रं कर्णेभिः शृणुयामदेवा भद्रं पश्येत् स्थिरैरङ्गैस्तुष्टुपागुं सधनुभिर्यसे महिदेवहिदं सदायुः अब अंतिम है आई अरे आई चांस है That's good. Yeah, this is. अब सबजना एकपल्ट मेरो कुरा ध्यानले सुन्नु ल साक्षरको आत्मा खाट बसे थाहा भयो Last. सिन्धु चिप्पानु है सबजना सबजना यी भन्नु त महानुभावहरू त्यो साथ फेरि हामीले घुम्यौँ म अब आज अभिनव र सुरभिसँग बहुत राम्रो नाम छ सुरभि बहुत राम्रो नाम सुरभि हो त्यो कामधेनुको गाईको बाछाको नाम सुरभि हो त्यसको अगाडि गएर कुनै पनि इच्छा गरेर पुरा हुन्छ भन्ने म अब यो सात फेरा राइटो घुम्नुभयो बिहा पुरा गर्नु अगाडि 7 वचन लिन चाहन्छु 7 वचन सुरभिले दिनुहोस् 7 वचन अभिनव दिनुहोस् है भोलिको झगडा बनाउने रेकर्ड हेर्नु ल रेकर्ड है मलाई वचन दिनुहोस् धर्मपत्नी मान्नेछु धर्मपत्नी मान्नेछु आफ्नो शरीरको अङ्गसरह मान्नेछु अङ्गसरह मान्नेछु मलाई नानीले वचन दिनुहोस् अर्धाङ्गिनी बन्नेछु दोस्रो वचन छ पत्नीलाई गृहस्थीको अधिकार दिन्छु अधिकार दिन्छु बुझ्नुभयो लक्ष्मीको अधिकार दिन्छु है हरेक काममा परामर्श गर्छु है नानीले मलाई वचन दिनुहोस् पतिको परिवारलाई मेरो परिवार मान्नेछु रीतिरिवाज गर्नेछु रीतिरिवाज परम्पराहरू दोस्रो वचन हात थाप्छ मङ्गलम भगवान् विष्णु मङ्गलम पुनरी कालस्य मङ्गलाय तनुहरि दोस्रो वचन छ अभिनव बाबु पत्नीका दोषहरू कमजोरीहरूलाई चित्तमा राख्ने छुइन पत्नीका राख्ने छुइन आत्मीयता राख्नेछु बुझ्नुभयो नि म आफू समय भने के आत्मीयता है म नानीले सल्लाह वचन दिनुहोस् घर सञ्चालन राम्ररी गर्नेछु गृह सञ्चालन राम्ररी गर्नेछु पतिको प्रगति र मेरो प्रगति एउटै हुनेछ चौथो वचन दिनुलाई बाबुले पत्नीलाई मित्रवत राख्छु मित्रवत के साथी समान जातिवत होइन मित्रवत पत्नीलाई मित्रवत राख्नेछु अर्को एउटा कुरा छ महत्त्वपूर्ण भन्दा आँटे पत्नी व्रता धर्मको पालना गर्छु बुझ्नुभयो नि पत्नी व्रता भने बुझ्नुभयो नि अन्त फेरि राख्दिनँ भने पत्नी व्रता धर्मको पालना गर्नेछु हो नि
होइन अन्त तपाईँ राख्दिनँ भने नि होइन पत्नीव्रता हेर्नु पत्नीव्रता भने चाहिँ जोडी मात्र पत्नी राख्ने जिम्मेवारी भनेको है पत्नीव्रता धर्मको पालन गर्नेछु म नानीले वचन दिनुहोस् सबै प्रसन्न रहनेछु अगाडि जानुहोस् पतिव्रता धर्मको पालन गर्नेछु 4 वचन भयो है मङ्गलम भगवान् विष्णु मङ्गलम गङ्गा मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनु हरि 5औं वचन छ तपाईँलाई मजा आइगयो अरे भन्नु है त्यो नगर्नु लगिरहेको सुमङ्गलिरियं मधुरिमा समेतकं पसित सौभाग्यमस्मिकातं विपरीतन हरि ओम सुमङ्गलिरियं अब यहाँ तो कोई नहीं है कोई बता रहा है सुमङ्गलिरियं मधुरिमा समेतकं पसित विपरीतन अभी पकड़ हरि ओम सुमङ्गलिरियं मधुरिमा समेत सौभाग्यमस्मिकातं यथाकं विपरीतन भयो 3 पल्ट हाल्यो अब नानीलाई उचालेर खानु छोरा पहिला पाउँछ भन्छ क्या सबै हारेर लानु त भोलि घर लगेर बाउ बत्ती खुवाएर भोज गरेर गर्ने एउटा कथा भन्नु ल खानु आकाशे खासै कुरा भोलि बत्ती गरे होइन अब यो पनि Oke, baik. Jadi, gue akan पछि लाग्छ
तिनपल्ट हाल्नु सक्दिएन है यसलाई तिनपल्ट हाल्नु ल आकाशे यानि लिङ्गानि यानि लिङ्गानि भूतले पाताले यानि लिङ्गानि सर्वलिङ्ग सुते स्वाहा आकाशे यानि तीर्थानि भूतले पाताले यानि तीर्थानि सर्वसुते स्वाहा अन्तिमपल्ट है सबैलाई बस आकाशे एक ये देवा सन्ति भूतले पाताले सन्ति ये देवा सर्वसुते स्वाहा मलाई हात हरि ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते इति Beautiful, guys. Consult with your attorney. 14 hours, 6% interest rate within 3 minutes. It's going to increase every minute. Deal, 1400. I have a great idea. The shoes were brought from Nepal. So we made in Nepal. So we want to Yep, 5. Yeah, 500. And you owe us. How much? All right. Where the shoes? Yeah. First, make sure you get the money. Make sure you get the cash. First, make sure you get the cash. Arya? Arya, did you get the cash? Thank you. Get the cash. You're not counting, Arya. What if I give you this 200? Don't worry, I'm true to my word. I only one. $200 too. Thank you. Thank you.